यो बाइपास बालाजुमा चाहिँ छौँ र यो तार काट्ने काम भइरहेछ पोलहरूमा र आज हामी अनिल कुमार जोशी एमपिएनको मार्फत तपाईँहरूको युट्युबको च्यानलको लागि भिडियो बनाउनेछौँ। यहाँ हाम्रो अनिल दाई हुनुहुन्छ, अनिल कुमार जोशी बरादारबाट आएर भिडियो बनाउँदै हुनुहुन्छ र हाम्रो एबिसी क्लब, भाइसरा युवा क्लब, बाहिनी टोल सुधार समिति र स्थानीयकै सहभागितामा उहाँकै चाहनामा चाहिँ यो पोल तारहरू निर्प्राली र सम्पूर्णसँग समन्वय गरेर वडासँग प्लस नेटहरूसँग समन्वय गरेर चाहिँ हामीले यो तारहरू यसरी काट्दैछौँ। यो तार कार्य बापत अब यहाँ हामीले चाहिँ सहयोग पनि प्राप्त भइरहेछ। यसै क्रममा हाम्रो यो टोलमा यो अब यस्तो यो हामीले चाहिँ पर्सनली ट्राई गर्न वडा सोडामा भने अब उहाँ पनि गर्नुभयो, प्रोसेस ढिला हुँदै गएपछि चाहिँ हामी सबै टोलवासी हाम्रो भाइसरा यो क्लब, एबिसी क्लब यहाँका अनि यो बाहिनी मार्ग टोल सुधारको सबै यहाँको टोलवासीहरूकै सहमतिमा मिलेर चाहिँ विद्युत पार्टीको समन्वय गरेर हामीले तार काट्यौँ र उहाँहरू पनि टोलवासी एकदम खुसी छ र उहाँहरूले यो कामलाई एकदम स्वागत गर्नु भएको छ। र त्यही अनुसारमा हामीले चाहिँ सुरुमा पहिला एक ठाउँ माथि गऱ्यौँ एक दिन, त्यसपछि उता हामी सिमानासम्म गऱ्यौँ, अर्सान हल्दी उता सिमाना र सबैतिरबाट माग भएर आएको हुँदा आज चाहिँ हामी यो नेपाल तार पुलसम्मै सिमाना 16 नम्बर सिमानासम्म चाहिँ काट्ने र भइरहेछ अहिले र सबै खुसी छ र यसमा सबैजना साथ छ, भइरहेको राम्रो छ। अब सञ्चालन भन्दा पनि यो जहाँ जहाँबाट माग आउँछ त्यहाँको टोलको व्यक्तिहरू आएर क्लबमा या उहाँहरू पनि डाइरेक्ट जान सक्नुहुन्छ होइन, वडा या चाहिँ विद्युत प्राली कहाँ गएर चाहिँ डाइरेक्ट ल्याउनु पनि सक्नुहुन्छ। तपाईँको खण्डमा यदि कसैले के गर्न चाहनुहुन्छ भने भाइसरा क्लबलाई सम्पर्क गर्नु, एबिसी क्लबलाई सम्पर्क गर्नु, हामी त्यो सबै गर्दैछौँ। समन्वय गर्ने काम चाहिँ हुन्छ। यसको सबै टोलवासीहरू उहाँलाई धन्यवाद दिएका छन् र यस्तो काम चाहिँ अब गर्दै जानु होला भन्ने हामीले अपेक्षा गरेका छौँ।